हेलो सबैलाई नमस्ते। मेरो छोरी करुणा भण्डारी। यो यसको स्पाइनल कोर्ड सम्बन्धी समस्या भएको कारणले हिँड्न सक्दैन, दुईटै खुट्टाले उभिन सक्दैन, सेन्सलेस छ यसको ढाडको मुनिको भाग। अहिले उमेरले 6 वर्ष भयो। यसलाई केही सहयोग हुन्छ भनेर मैले यसैको नामको युट्युब च्यानल बनाएको। त्यही भएर च्यानल लाइक सब्सक्राइब गरेर कृपया सहयोग गरिदिनु होला। सकेको जति आफ्नो ठाउँबाट सेयर पनि गरिदिनु होला साथीभाइ। म अहिले कैलालीको धनगढी गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया बजारबाट बोलिरहेको छु। मेरो आफ्नो छोरी 6 वर्षको छ। समस्या जन्मिँदाखेरिदेखि नैको हो, तर अगाडि उपचार राम्रो अस्पतालमा राम्रो उसमा डक्टरसँग देखायो भने केही सम्भव छ कि भन्ने अलिकति आशा हो। त्यही भएर हजुरहरूलाई सबैलाई सहयोगको अपेक्षा गर्दै च्यानल लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। करुणा भण्डारी, नमस्कार।